नेपालको धादिङ जिल्ला र नुवाकोट जिल्लामा अवस्थित यस फर्याङभ्रुङ महादेव बिन्दुकेश्वर महादेवको हामी थानमा जाँदैछौँ। वर्षभरिमा चैत्र महिना र कार्तिक महिनामा यो दुईटा महिनामा महिनैभरि लाग्ने यस मेलामा जो कोही भक्तजनहरू पनि यहाँ जान सक्नुहुन्छ। कार्तिक महिनाको ठुलो एकादशी विशेष गरी र चैत्र महिनाको राम नवमीको दिनमा यहाँ ठुलो जात्रा लाग्ने गर्दछ। यस स्थानमा भक्तजनहरूमा एकदम विश्वास रहेको पाइन्छ। जोसुकै भक्तजनहरू पनि यहाँ एउटा न एउटा आफ्नो माग लिएर आफ्नो विश्वास लिएर प्रार्थनामा जाने गर्दछन्। विशेष गरी धादिङ, नुवाकोट, काठमाडौँ, रसुवा, चितवन, तनहुँका भक्तजनहरू यहाँ आउने गर्दछन्। यस स्थानमा वारिपट्टि यो देखिएको शिव बिन्दुकेश्वर महादेव हुनुहुन्छ भने पारिपट्टि पार्वती रहेको पाइन्छ। यहाँ विशेष गरी यो दुई पहाडको बीचबाट आउने यो खोला फर्याङभ्रुङ खोलाको वारी र पारी साइडमा रहेर अवस्थित यस ठाउँमा भक्तजनहरूको घुइँचो देख्न सकिन्छ। जुन यो देखिएको ठाउँ भनेको चाहिँ भक्तजनहरूले स्नान गरिसकेपछि खाजा खानको लागि बनाइएको हो। हस्त नमस्कार। यस्तै भिडियोहरूको लागि लाइक सब्स्क्राइब गरिदिनु होला।